रीतिरिवाज बिग्रेको कथा यानी कि कुल देवताको कथा पार्ट 2 मा हजुरहरूलाई स्वागत छ। पार्ट 1 मिस गर्नुभएको छ भने म अवश्य पनि डिस्क्रिप्सन बक्समा पार्ट 1 को लिंक राखिदिनेछु। अब ढिला नगरी पार्ट 2 स्टार्ट गरौं। रात झनै भारी बन्दै गइरहेको थियो। त्यो छाया भएको कोठा, चिताबाट निस्किएको कर्कश आवाजले गाउँको हरेक मानिस थरथर काँपिरहेको थियो। मोहन दाईको शव, जसले केही क्षण अघि मात्र हल्का हल्लिएको थियो, अब भित्र बाहिर सास फेरेको जस्तै थरथराइरहेको थियो। अरुण बुबाको छेउमा बस्न चाहन्थे, तर वन झाँक्रीहरूले उनलाई रोक्थे। गोपाल झाँक्रीले कठोर स्वरमा भने, यो अब तिम्रो बाबाको शरीर होइन, यो छायाको आश्रय बन्न लागेको छ। यदि हामीले ढिला गर्यौं भने छाया सिधै यसमा पस्छ। अरुणको रगत जमेको, बस्छ किन बस्छ र के हुन्छ? गोपालले अँध्यारोलाई हेर्दै उत्तर दिए, मरेको मान्छे अब चल्ने हुन्छ। गाउँमा पुरै डरले फैलिएको माहौल थियो। हावा अचानक कडा भएर कालो धुवाँ उठेको जस्तै। आकाशमा बादल टाँसिए। सबै टर्चका बत्तीहरू र मसाल एक एक गरी छिलिमिली भएर बुझिरहेको। अब रात एकदमै कालो भएको थियो, जसले बुझाउँथ्यो कि छाया अब एकदमै नजिक छ। पाँचौं जना झाँक्रीहरू एक एक ठाउँमा भेला भए। गोपाल झाँक्रीले सिम्बो हातमा समात्दै अरूलाई हेरे। अब भने चितामा बसिरहेको यो आत्मालाई रोक्ने एकै उपाय छ, त्यो छाया भएको कोठा खोल्नुपर्छ। त्यहाँ जे छ त्यसैले नै अहिले माग गरिरहेको छ। दबिक झाँक्रीले काँपेको स्वरमा भन्यो, तर त्यो कोठा खोल्न भनेको त छायालाई स्वतन्त्र बनाउनु हो नि, होइन र? गोपालले गहिरो सास फेरेर भने, हो, तिमी सत्य छौ, स्वतन्त्र हुन्छ, तर त्यसपछि हामी रीति गर्नेछौं, छाया र शरीरलाई छुट्याउने अन्तिम विधि। नवराजले फुसफुसाएर भन्यो, विधि असफल भयो भने नि? गोपालले त्यो कुरा सुन्नै चाहेनन्। उनको अनुहारमा स्पष्ट थियो कि भित्र पनि डर थियो। अरुणले हात जोडेर भने, कृपया मलाई पनि लैजानुहोस्, बाबाको कोठा छ, म बिना खोल्न मिल्दैन। गोपाल केही समय शान्त रहेर भने, ठीक छ, तर कोठा खोल्ने बेलामा कसैलाई छोएनौ भने राम्रो। अरुणले टाउको हल्लाए। गाउँ एकदमै चुपचाप थियो। एक एक घरको ढोका भित्रबाट लक गरिएको। कसैले बाहिरको आवाज सुन्नै चाहँदैनथे। कसैले चितातिर फर्केर हेर्न सम्म चाहेनन्। अरुण, 5 जना झाँक्रीहरू र 2 बुढा गाउँले, कुल मिलाएर 8 जना मोहन दाईको घरतिर निस्किए। वातावरण एकदमै अस्वाभाविक थियो। हावा भने एकदमै चिसो थियो। रुखमा बस्ने चराचुरुङ्गीहरू पनि कुनै आवाज गर्दैनन्थे। रातको 9:45 बजिसकेको थियो, तर समय मानिसलाई बुझ्नै नसकिने गरी भारी थियो। बीच बीचमा सुनिन्थ्यो पछाडिबाट कसैले कदम चलाइरहेको जस्तै, तर फर्केर हेर्दा कसैको छाया पनि देखिँदैनथ्यो। दबिक झाँक्रीले ओठ टोक्दै भने, छाया हाम्रो पछि पछि हिँडिरहेको छ। अरुणले एकैचोटि काँपेर तीखो स्वरमा भने, हाम्रो पछि? किन हाम्रो पछि? गोपाल झाँक्रीले भने, किनकि त्यो छायाले तिम्रो बाबासँग सुरु गरेको त्यो कार्य पूरा गर्न चाहन्छ र त्यो कोठा त्यही कार्य केन्द्र हो। अरुणले गहिरो सास फेरे। बाबासँग 8 वर्षदेखि गरेको कुरा अब मात्र खुल्दै थियो। मोहन दाईको घर रातमा अचम्म देखियो, जस्तो कि कुनै सामान्य घर नभएर पुरानो जंगलभित्र 1000 वर्षदेखि थुनिएको घर जस्तै। घर एकदमै पुरानो थियो। काठका ढोकाहरू धर्किएका थिए। खिड्कीहरू पनि रातो बलौटे धुवाँले ढाकिएका जस्तै। अरुणले ढोका खोले। ढोका खोल्दा एकदमै आवाज गुन्जियो, मानौ
भित्र कहिल्यै खोलिएको थिएन जस्तै। गोपाल झाँक्रीले टर्च बालेर घरभित्र हेरे। घरभित्रको हावा एकदमै भारी थियो, मानव कसैको निरन्तर सास चलिरहेको जस्तै। अनि गन्ध पनि एकदमै नराम्रो आइरहेको, सिलिएको, पुरानो धुवा मिचिएको र केही अन्जान अनिभाष्य प्रकारको। नवराज झाँक्री फुसफुसाए, छाया यही कहीँ छ कोठाभित्र। अरुण ढोका अगाडि पुगे। त्यो कोठा जहाँ उनका बाबुले कहिल्यै छिर्न नदिएको, जहाँ 2वटा तालचा कडीले बाँधिएको थियो, जहाँ एउटा पुरानो कागज पनि टाँसिएको थियो। बन्द रीतिको कोठा, नखोल्नु भनेर। अरुणको हात काँप्यो। उनले सोच्न लागे, बाबाले किन यस्तो लेखेको होला? गोपाल झाँक्रीले शान्त स्वरमा भने, किनकि तिम्रो बाबाले गलत कुरा गरेका थिए। त्यो कोठामा मरेको मान्छेको छाया छ। सबैजना चुपचाप रहे। सबैजना एकदमै चिसो भएका थिए। अरुणले पहिलो तालचा खोले। आवाजको प्रतिबन्ध घरभरि फैलियो। धबिकको शरीर थरथरियो। पहिलो तालचा खोलेपछि छाया उत्साहित हुन्छ। अब यो एकदमै नजिक आउँछ। त्यसैगरी अब उसले दोस्रो तालचा खोल्छ। जस्तै कुनै ठुलो बलले धकेलेको आवाज। बत्ती अचानक निभ्यो। सबै अन्धकारमा थिए। नवराजको आवाज, बत्ती बत्ती खोइ, बत्ती किन निभ्यो? गोपाल झाँक्रीले टर्च बाल्न खोजे, तर टर्च 1 सेकेन्ड बलेर फेरि निभ्यो। सबै टर्च निभे। सबै मसाल आगोको पनि निभे। अरुणले अन्धकारमा ढोका बिस्तारै धकेले। ढोका खोल्दै गयो। पहिले अन्ध्यारो, फेरि गन्ध, फेरि धेरै चिसो हावा। गन्ध मानौ कि पुरानो गन्ध। गोपाल झाँक्रीले त्यतिकैमा फुसफुसाएर भने, कसैले पनि भित्र केही छैन भन? अरुणले ढोका पुरै खोलिदिए। टर्च बल्यो। यसपल्ट ठिकसँग बल्यो। अरुणले कोठाभित्र हेरेर सास नै रोकिए जस्तै भए। कोठाभित्र कुनै फर्निचर थिएन, कुनै सामान थिएन। बस उजाड, सिलिएको, भित्तामा पुरानो धुम्म दब्जा। तर भित्ताको बीचमा सेतो धर्सो जस्तो एउटा रेखा थियो। रेखा भित्ताबाट सुरु भएर फर्ससम्म आइपुग्थ्यो। एकदमै सिधा, मानौ कसैले सेतो कोइलाले कोरेको जस्तै। नवराज झाँक्रीले काँपेर भने, यो छायाको निशानी हो। यतिको वर्ष भित्रै बसेको निशानी। धबिकले पनि त्यतिकैमा थपे। छाया भित्तामा बस्छ, जहाँ बस्छ त्यहाँ यस्तो सेतो कालो मिसिएको दाग देखिन्छ। छायाले आफ्नो आकार भित्तामा राखेको रहेछ। अरुणले गहिरो सास फेरे। उनले त्यो निशानलाई टर्चको उज्यालोमा हेरे। त्यो कुनै साधारण दाग थिएन। कुर्कुच्चा जस्ता आकारहरू, हात फैलिएको जस्तै आकृति, जस्तो मरेको मान्छेको छाया भित्तामा जम्मा भएर बसेको। अरुणका आँखा भरिए। यो 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 कसको छाया हो? यो कसको छाया हो भन्दै सोध्न लागे। गोपाल झाँक्रीले एक एक शब्द टुक्राएर भने, त्यो तिम्रो बाबाले 8 वर्ष अघि जलाएको अनाम मृतकको छाया हो। त्यो सुनेर अरुण स्तब्ध भए। गोपालले पुरा सत्य खोलिदिए। 8 वर्ष अघि एउटा अनौठो शव नदी किनारमा भेटिएको थियो। कसैले छुटाएको भिडविहीन शव। कुनै मान्छेको नाम, परिवार, केही पनि थाहा नभएको। तिम्रो बुबाले त्यो शव चिता बनाएर छिटै जलाइदिए। तर जलाउने बेलामा ठुलो विधि बिग्रियो। अरुण गम्भीर स्वरमा सोधे, के बिग्रियो र? गोपाल झाँक्रीले गम्भीर भएर भने, छायाको रेखा चितामा नपुर्याई उहाँले छायालाई आधै मार्गमा घर लिएर आए। अरुणलाई झन नबुझेको जस्तै भयो। छाया कसरी घर ल्याउन सकिन्छ? गोपालले विस्तृत रूपमा भने, मृतकलाई जलाउँदा
भुइँमा एउटा सेतो रेखा बनाइन्छ। त्यो रेखाभित्र छाया बस्छ। रेखा नपुर्याई कोही घर फर्किए भने छाया पनि आउँछ। तिम्रो बाबाले त्यो रेखा अधुरो छोडेर सिधै घर आए। छाया पनि आएर यसै कोठामा थुनियो। अरुणले ओठ चपाए। किन बाबाले यस्तो गरे? गोपालले गहिरो अन्ध्यारो सत्य बोले। किनकि त्यो समय तिम्रो आमाको स्वास्थ्य अत्यन्तै गम्भीर थियो। उहाँलाई बचाउन झाँक्रीहरूले एउटा उपाय सुझाएका थिए। मृतकको छायालाई घरमा राखे आत्मा अन्यत्र आकर्षित हुन्छ र रोगी जीवन मृत्यु बीचको बाटोबाट टाढा रहन्छ। अरुणको आँखाबाट आँसु बग्न थाल्यो। बाबाले आमा बचाउन यो छाया ल्याएका थिए र? गोपालले टाउको हल्ल्याएर भने, हो, तर यो विधि बहुत जोखिम मानिन्छ। छाया 3 दिनमा फिर्ता पठाउनु पर्थ्यो, तर तिम्रो आमाको मृत्यु भोलिपल्ट भयो। त्यो दुःखमा तिम्रो बाबाले उहाँलाई ल्याएको छाया फिर्ता पठाएनन्। कोठा बन्द गरी बाहिरसँग कुनै सम्बन्ध राखेनन्। त्यो सुनेर अरुण पुरै हल्लियो अनि उसले भनौँ मनमा नै, त्यसैले छाया यहाँ थुनिएको रहेछ। गोपालले फेरि भने, छाया 8 वर्षदेखि बन्द थियो। आज तिम्रो बाबाको मृत्यु भएपछि यो छायाले आफ्नो शरीर चाहेको हो। यो शरीर तिम्रो बाबाको। अब हामी कुरा बुझ्छौं छायाले गरेको आक्रमणको बारेमा। दबिक झाँक्रीले अचानक कोठातिर औँला देखाएर कराए, छाया हल्लिएको छ। सबैजनाले मसाल र टर्च त्यही निशानामा पारे। त्यो दाग बिस्तारै एकदमै ढिलो तर स्पष्ट रूपमा माथिदेखि तल सरिरहेको थियो। मानव भित्तामा भएको मान्छेको आकृति भुइँमा झर्दैछ जस्तै गरी। नवराज त्यति बेला चिच्याए, कोठा बन्द गर, चाँडै कोठा बन्द गर, छाया बाहिर आउने नबनाऊ, छिटो। तर त्यतिकैमा कोठाको ढोका आफै बन्द भयो। अरुण अचम्मित परे, यो कसले गर्यो? गोपाल झाँक्री कराए, छाया नै हो, यो गर्ने सबै छाया नै हो। यसले अब बाहिर जान खोज्दैछ। कुनै आवाज आएको भुइँबाट जस्तै, कोही औलाहरू तान्दै हिँडिरहेको जस्तै सबै झाँक्रीहरू सिम्बो बजाउन थाले। घरभरि गुन्जिएको त्यो आवाज, तर कोठाको ढोकाबाट एकदमै हल्का तर डरलाग्दो आवाज आउँछ। अरुणको छाती चिरिए जस्तो हुन्छ। यो आवाज कसको हो? ऊ कराउन थाल्छ। गोपालले काम्दै भने, छायाले बोलाएको आवाज तिम्रो बाबाको शरीरलाई यो भित्रबाट तिमीलाई बोलाइरहेको होइन, सबलाई बोलाइरहेको छ। अरुण अर्ध बेहोस भए जस्तै भए र उनले भने, अब के गर्ने? गोपालले हात उठाएर भने, अब हामी रीति सुरु गर्नेछौँ। यसले छाया फर्किन सक्छ र मृतक सब मुक्त हुनेछ। दबिक, नवराज, हरिहर सबैले आफ्नो मन्त्र सुरु गरे। तर अचानक हावा बन्द भयो। ढोका आफै खुल्यो। भित्रबाट मान्छे जस्तै उचाइको कपाल रहित छाया मात्रै देखिने कुनै आकार बिस्तारै बाहिर आयो। अरुण कराए, छाया, छाया आयो। गोपाल झाँक्रीले हात उठाएर तेस्रो कोठामा भाग्ने भने, तर छायाले लगतै हरेक टर्च निभायो। एकदमै अन्धकार भयो। बस आवाज कहिलेकाहीँ धेरै लामो, कहिलेकाहीँ एकदमै नजिक, कहिलेकाहीँ माथिबाट त कहिलेकाहीँ पैताला मुनिबाट। नवराज झाँक्री एकाएक उछलिए। कसैले हात समात्यो र उनको हातमा अदृश्य चिसो छाया टाँसिन थाल्यो। अरुण र अन्य झाँक्रीले उनलाई तान्न खोजे, तर छायाले उनको साथ तानिरहे झै आवाज निकाल्यो र नवराज एकै झट्कामा कोठातिर तानिए। ढोका आफै बन्द हुन्छ। तिनीहरूले चिच्याएर भने, नवराज! तर कुनै आवाज आएन। घरमा शान्त, एकदमै घोर शान्त। अनि बिस्तारै कोठाभित्रबाट आएको आवाज,
मानौ कि कसैले भित्तामा टाँसिएको नङ हल्लाउँदैछ जस्तै। गोपालले काँप्दै बोले, अब यस्तो भयो भने छायाले नवराजलाई साटोमा लिएर सब मागिरहेको छ। साथीहरू, अब हामी कथाको लगभग अन्तिमतिर आइसक्यौं। अब हामी बुझ्नेछौं नवराजको नियति। रातको तेस्रो घण्टा पुगिसकेको थियो। घरभरि चिसो हावा चलेको थियो, तर यो सामान्य हावा होइन। मानव अन्ध्यारोले आफ्नो चिसोपन र आवाजले घरभरि फैलाइरहेको जस्तै नवराजको शरीर हल्का काम्पिरहेको थियो। उसको आँखा आधा बन्द आधा खोलिएको थियो, मानव आधा आत्मा उसको भित्र छायामा फसेको थियो। अरुण उसकै नजिक उभिएर मनमनै प्रार्थना गर्दै थियो, तिमी बाँच्छौ, तिमी बाँच, तिमी बाँच्न सक्छौ नवराज। केवल तिम्रो आत्माको इच्छा बलवान छ। दूत भैरोले भनेझै यो आधा कब्जा मात्र रोक्न सकिन्छ, तर त्यसका लागि विधि पूरा गर्नुपर्छ। घडीको सुईले रातको 4 घण्टा पार गरिसकेको थियो। चितामा राखिएको शव हल्का हल्लियो, तर यो शव नवराज होइन, त्यो 8 वर्ष अघि उभिएको पापको साटो थियो। अचानक शवबाट हल्का सेतो प्रकाश फुट्यो। अँध्यारोमा कालो धुवाँ जस्तै चीज नवराजतिर तानेर आयो। नवराज करायो, तर आवाज आधा मात्र हरायो। दूध भैरोले मन्त्र जप्न थाले, शक्ति केवल आधा नराम्रो छ, तर अब यसलाई पूर्ण रूपमा छुटाउनु पर्छ। अरुणले नवराजको छाती समात्यो। हिम्मत गर, तिम्रो आत्मा अझै बाँचेको छ, तिमी हिम्मत गर भन्दै उनले हौसला दिन लाग्यो। धुवाँ जस्तो अँध्यारो नवराजको शरीरबाट बाहिर तानेर विधिको लागि तयार भयो। धेरै घण्टासम्म मन्त्र जपिन्थ्यो। छायाले नवराजको आधा आत्मा नियन्त्रणमा राख्दै करायो, तर बिस्तारै बिस्तारै विधिको शक्ति काम गर्न थाल्यो। धुवाँ जस्तो अँध्यारो आधा नवराजबाट अलग हुन थाल्यो, तर त्यो प्रक्रिया धेरै खतरनाक र धेरै दर्दनाक थियो। धुवाँको प्रत्येक झलकले मान्छेको डर, पीडा, पछुतो र क्रोध झुल्काइरहेको थियो। नवराज कराउँदै थिए, तर उसको शरीर हल्का हल्लिँदै थियो। उसको आत्माले पुरानो पाप, डर र आशा सबै बाहिर पठाइरहेको थियो। अरुणले आफ्नो मनको शक्ति प्रयोग गर्दै नवराजलाई सम्झायो, तिमी बाँच्न सक्छौ, तिम्रो इच्छा बलवान छ। अन्तत विधि पूरा गर्नुपर्ने समय आयो। छाया पूर्ण रूपमा प्रकट भयो। उसको स्वर अँध्यारो भन्दा पनि गहिरो र भयानक थियो। अनुहार, यदि त्यसलाई अनुहार भन्न सकिन्छ भने, मानिसको आकृति जस्तो, तर आँखामा खालीपन र मुखमा नराम्रो मुस्कान थियो। छायाले भन्यो, तिमी मेरो साटो दिन सक्दैनौ, तर यो केवल सुरुवात हो। धुवाँ जस्तो अँध्यारो बिस्तारै भाँचियो। नवराजले हल्का सास फेर्यो। उसको आँखामा डरको मिश्रित शान्ति थियो। धुवाँ जस्तो अँध्यारो टुक्रा टुक्रा भएर हरायो। भोलिपल्ट बिहान गाउँमा एकदमै शान्ति फैलिएको जस्तो लाग्यो। नवराज बाँच्यो। अरुण शिथिल भए पनि जिउँदै थियो। दूध भैरो र झाँक्रीहरू आफ्नो स्थानमा गए, तर कतै न कतै त मोहन दाई पनि आफ्नो पाप सम्झेर रोयो होलान्। तर अन्त्यमा हल्का डर रह्यो। घामले उज्यालो त ल्यायो, तर कोठामा हल्का हावा चल्यो, जसले मान्छेको मनमा यो महसुस गरायो कि छाया पूर्ण रूपमा हराएन, यो केवल सुतिरहेको छ जस्तै र भविष्यमा फेरि जाग्न तयार छ। साथीहरू, कथा अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजको कथा मुख्य रहेको थियो रातको अँध्यारो, पुरानोपन र पाप छायाको एकदमै डरलाग्दो शक्ति। हामीले देख्यौं पुरानो परम्परा र पापले कसरी मान्छेको जीवनलाई असर गर्छ। नवराज त बाँच्यो, तर छाया पूर्ण रूपमा हराएन, अनि डरलाई सामना नगरेसम्म त्यो मनको अँध्यारो सधैँ टुप्लुक्क बस्छ र सम्बन्ध र आत्माको बलले मात्र डरको सामना गर्न सकिन्छ। आज हामीले मानवीय इच्छा, प्रेम, निष्ठाले मात्र अँध्यारोलाई
रोकेर जीवन बचाउन सक्छ भन्ने पनि बुझ्यौँ। तर सधैँ चेतना रहोस्, छाया कुनै पनि क्षण फेरि उठ्न सक्छ। साथीहरू, कथा मन पर्यो भने भिडियोलाई लाइक अवश्य गर्नुहोस्। शक्ति टेल्स हरर पोडकास्ट युट्युब च्यानललाई सब्सक्राइब गरी कमेन्ट पनि गरिदिनुहोस्। र मैले पहिले भने चाहिँ यदि हजुरहरूसँग पनि कुनै हरर इन्सिडेन्ट घटेको छ भने र हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ कि त्यो स्टोरी अरू भ्युवर्सहरूले पनि हेर्नुहोस् भनेर हाम्रो युट्युब पेजमा मैले हाम्रो इन्स्टाग्राम पेजको पनि लिङ्क राखिदिएको छु। त्यहाँ गएर त्यो स्टोरी हामीलाई फरवार्ड गर्न सक्नुहुन्छ। हजुरहरूले हामीलाई लेखेर पठाएको कथा हामी हजुरहरूको नामसहित सुनाउनेछौँ। र यति भन्दै आज म बिदा भए र फेरि अर्को हरर र इन्ट्रेस्टिङ स्टोरीमा फेरि भेट्नेछौँ।